हेलो नमस्ते, स्वागत छ मेरो च्यानलमा। आजको भिडियोमा म आँपको अचार बनाउने एकदमै सजिलो तरिका लिएर आएकी छु। अन्तिमसम्म हेरेर साथ दिनु होला है त। मैले लिएकी छु 1.5 किलो आँप। आँप चाहिँ अलिक छिप्पिएको छ, भित्रतिर हड्डी पसेको भएको हुनाले काट्नको लागि अलिक गाह्रो नै भएको छ। अचानमा राखेर म यसको पिस बनाउँदैछु। यसको टुक्रा धेरै ठुलो पनि हुनु हुँदैन र धेरै सानो पनि हुनु हुँदैन। यतिको टुक्रा बनाउने र यसको भित्री भागको गेडाले चाहिँ निकालेर फ्याक्नुपर्ने हुन्छ। यसरी एक एक गरेर काट्ने। योभन्दा नरम आँपको पनि अचार त बन्छ, तर त्यो चाहिँ अलिक छिट्टो बिग्रिने सम्भावना हुन्छ। मलाई फेरि अलि भित्रतिर हड्डी पसेको आँपको अचार चाहिँ एकदम मनपर्छ, चुस्न राम्रो हुन्छ। त्यसैले मैले चाहिँ हड्डी पसेको आँप नै चोइस गरेँ। यसरी सबै आँपको टुक्राहरू बनाउने र बनाइसकेपछि 2 चम्चा नुन एड गर्ने र 1 चम्चा बेसार राखेर यसलाई चाहिँ राम्रोसँग मिक्स गर्नुपर्छ। यसरी मिक्स गरिसकेपछि 3 देखि 4 घण्टासम्म यसलाई छोडिदिने छोपेर। 3-4 घण्टा पनि बित्यो। अब चाहिँ यसलाई चर्को घाममा लगेर सुकाउनु पर्ने हुन्छ। यसरी नुन र बेसार मलेर आँपलाई 3 देखि 4 घण्टासम्म राख्दा यसको पानीभरि सबै निस्किने र आँपको पिसहरू पनि एकदमै टाइट हुने, नुन पनि भित्री भागसम्म पुग्ने हुन्छ, छिटो पनि सुक्छ। यसरी मैले घाममा बोक्रालाई तलतिर र भित्री भागले माथितिर फर्काएर सुकाउँदैछु। हजुरहरूले कसरी बनाउनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त साथीहरू। यसरी एक एक गरेर सबै आँपहरू सुकाउने। भिडियो अलि लामो भएकोमा झ्याउन मानेर हेरिदिनु होला प्लिज। अनि 1 लाइक दिन पनि नभुल्नु होला। हजुरको 1 लाइकले मलाई चाहिँ हौसला बढ्ने गर्छ। यसरी सबै सुकाइसकेपछि लगभग यसलाई 1 देखि 2 दिनसम्म सुकाउने। र अब म बनाउँदैछु यसको लागि मसला। 2 चम्चा जिरा राखेँ, 2 चम्चा धनियाँ, त्यसपछि म राख्दैछु सौँफ। सौँफले चाहिँ अचारलाई एकदमै मिठो बनाउने गर्छ। सौँफ पनि राखेँ। त्यसपछि राख्दैछु म रायोको गेडा, तोरी भए पनि हुन्छ, मसँग चाहिँ रायो थियो, रायोको गेडा राखेँ 2 चम्चा। त्यसपछि यो रहेको छ कालो जिरा, कलुन्जी पनि भनिन्छ यसलाई। अनि त्यसपछि राखेको छु मैले रातो खुर्सानी। यसलाई ग्यासको सानो फ्लेम बनाएर यसलाई भुट्नुपर्ने हुन्छ। यो मसलाले अचारलाई चाहिँ एकदमै स्वादिलो बनाउने काम गर्छ। धेरै ठुलो आँचमा यसलाई भुट्नु हुँदैन, जल्ने सम्भावना हुन्छ। सानो आँचमा भुट्ने बिस्तारै। यो चाहिँ पड्किन सुरु भइसकेको छ। राम्रोसँग भुट्नुपर्छ, एकदमै ध्यान दिनुपर्छ, फेरि जल्न सक्छ। यो चाहिँ भइसक्यो। अब म एउटा प्लेटमा यसलाई राख्छु। केही बेर यसलाई सेलाउन दिने र सेलाइसकेपछि मिक्सी जारमा राखेर यसको पेस्ट बनाउनु पर्ने हुन्छ। आँप पनि 2 दिनसम्म सुकिसक्यो। यस्तो भइसकेको छ। अब यसलाई एउटा भाँडोमा राखेर राख्ने। अनि त्यसपछि फेरि म एउटा प्यानमा तोरीको तेल राखेर तताउँदैछु।
अचारमा शुद्ध तोरीको तेल राख्दा एकदमै मिठो पनि हुन्छ। मैले चाहिँ तोरीको तेल राखेँ। अनि तोरीको तेल तातिसकेपछि यसमा 1 चम्चा जति मेथी राखेँ। मेथीलाई फुराउनु पर्ने हुन्छ। खैरो कलर नआउँदासम्म यसलाई फ्राई गर्ने। त्यसपछि म त्यो सुकेको आँपमा राख्दैछु 2 चम्चा बेसार। अनि अघि पिसेको मसला चाहिँ अलिक खर्सो नै हुनुपर्छ, यतिको खर्सो हुनुपर्छ, धेरै मसिनो बनाउनु जरुरी छैन। त्यसपछि म राख्दैछु स्वाद अनुसार नुन। नुनको मात्रा हजुरले बढी खानुहुन्छ कम खानुहुन्छ त्यही आधारमा नुन राख्नुपर्ने हुन्छ। 2 चम्चा मैले नुन राखेँ। अनि त्यसपछि मैले यो कलरको लागि चाहिँ चिल्ली पाउडर राख्दैछु, रेड चिल्ली पाउडर पनि एड गरेँ। त्यसको माथि म राखिदिन्छु त्यो खराएको तेल। यसो गर्दा सबै त्यो बेसारहरू पनि फ्राई हुन्छ। यो चाहिँ अलि तातो भएको हुनाले अलि होस पुर्याउनु पर्ने हुन्छ। अनि यसरी यसलाई चलाउने मिक्स गर्नुपर्ने हुन्छ राम्रोसँग तलमाथि। अहिले अलि सेलाइसकेको छ, त्यसैले म चाहिँ हातले नै मिक्स गर्दैछु। यसको मसलाहरू जहाँसुकै पुग्ने गरेर राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। मिक्स पनि भइसक्यो। मिक्स भइसकेपछि यसलाई स्टोर गर्नको लागि राख्नको लागि सिसाको जार भएपछि एकदमै राम्रो हुन्छ। मैले सिसाको जार ल्याएकी छु। यसमा चाहिँ अलिकति राम्रोसँग खाँदेर राख्नुपर्ने हुन्छ, हावा नपस्ने गरेर, र एकदमै राम्रो तरिकाले खाद्नुपर्छ। जति खाँद्यो त्यति नै अचार मिठो अनि राम्रो पनि हुन्छ। मैले यसमा खाँदै हाल्दैछु। यसरी अचारहरू सबै राखेपछि तेल राख्नुपर्ने हुन्छ, तोरीको तेल माथिसम्म भर्ने गरेर हुँदछ। मैले चाहिँ तोरीको तेल राखिदिएँ। यसरी तोरीको तेलले डुबाउँदाखेरि लामो समयसम्म बिग्रिँदैन। अब यसलाई 10 देखि 15 दिनसम्म घाममा देखाउनुपर्छ र खानको लागि यो अचार रेडी हुन्छ। हजुरले यो वर्षौं दिनसम्म पनि यो अचार राखेर खान सक्नुहुन्छ।